अमेरिका जाने अक्करे बाटोको महिनौँ लाग्ने कहाली लाग्दा कथा सुनाउनेहरू पनि यहाँ भेटिन्छन्। बाफीकोट झुलाका सीताराम केसी छिनखेतमा भेटिए। गाउँतिर एउटा भनौँ फेसन जस्तै भइहाल्यो। फेसन जस्तै भएर अब सबैले जाउँ अब गएपछि राम्रो हुन्छ भन्ने त्यतिखेर गइयो। केही थिएन पहिला त त्यही गाउँतिर आफ्नो खेतीबारी लाउनु बस्नु त्यही थियो। पढाइ लेखाइ खासै छैन, एसएलसी पास भयो। सबै गएका छन् गाउँतिर जानुपर्छ जा भनेर आमा बुवाले प्रोसेस गर्नुभयो, त्यसपछि गइयो। भन्ने अब मन त बनाउनु भयो हैन, अब कसलाई भन्ने, कसलाई पैसा बुझाउने। आमा बुवाले कन्ट्याक्ट गर्नुभएको थियो। म इन्डिया गएँ। इन्डिया दाङको गाडीमा ठ्याक्कै इन्डिया के भन्छन् यो पहाडगञ्ज गएँ, न्यू दिल्ली भन्छन् होइन। त्यहाँबाट एकजना मान्छेले रिसिभ गरेर मलाई त्यहाँ राख्यो, एउटा इन्डियनले। म एक्लै थिएँ यताबाट जाँदाखेरि। अनि त्यहाँ गएर हाम्रो पूर्वी रुकुमको 2 जना भेटिए। त्यहाँबाट इन्डियाबाट कता जानुभयो? इन्डियाबाट म तपाईँको यो मस्को भन्छन् सायद रसिया होला है। ल 10 घन्टाको यात्रा थियो हाम्रो प्लेनमा। हजुर त्यहाँबाट स्पेनबाट पोर्ट स्पेनबाट सुरेनामा हाम्रो फ्लाइट भयो। अनि त्यो सबै देशहरू जानलाई भिसा चाहिँ चाहिँदैन रहेछ? भिजा त्यहाँ बनाउने चाहिँ त्यहाँ बाहिर गएदेखि अब सेटिङ हुन्छ होला, अब हामीलाई के थाहा है। दिल्ली आज साँझ गएको थिएँ, भोलि साँझ त्यहाँबाटदेखि फ्लाइट भयो मेरो। अनि